जाँदैछु म। आज चाहिँ मौसम एकदमै राम्रो छ है। हेर्नुहोस् है यता हाम्रो गाउँघरहरू। यो चाहिँ हाम्रो पोखरेबुङ टर्जम कमान हो जग्गाको नाम चाहिँ। हामी चाहिँ टर्जम कमानमा बस्छौँ। के गर्दैछौ त नातिहरू नातिनीहरू? खै बोलेको? खै त बोलेको? हजुर यिनीहरूको फोटो खिचेको नि मैले। आमामा कति साह्रो उयसहरू हौ हाम्रो नाति। नौ नानीहरू म चाहिँ फर्किँदैछु तल घरबाट। छिटो छिटो गएर खाना पकाउनु पर्छ। यी हाम्रो सबै ग्रुपहरू हामी आज चाहिँ कति दिनमा भेला भयौँ। यहाँनिर जाँदैछौँ है। घरिघरि चाहिँ यसरी हामी भेटघाट हुन्छौँ, एकदम खुसी लाग्छ। हामी जाँदैछौँ तलनिर। लु भाउजू भन्नु त हामी कहाँ गएको अरे? हामी मरौमा गएर आउँ भनेर हिँडेको। ए हामी जाँदैछौँ। यहाँ हाम्रो बुहारीलाई अलिकति फोटो खिचे कि यसो फोटो मात्रै खिच्यो। आज दिन कस्तो राम्रो भयो है। अहिले जुगा आउनु छोडेको छ पहिलाको भन्दा। चिप्ले किरा र चिप्ले किरा आएर नि हाम्रो टर्जम ग्राउन्ड अब कहिले हुन्छ फेरि सफा गर्न आउनु पर्यो अघि भनेको। घर आमाहरू घरको काम गर्दै ठिक्कै हुन्छ। के गर्नु, कामले त भ्याउँदैन। आउनु त मन लाग्छ नि। हुन्छ हुन्छ नजाउँ, यताबाट चिप्लो छ नि। मरौ कामबाट गरन गाउँमा थियो, एकजना भाउजू बित्नु भएको थियो। हामी एक ग्रुप गएर चाहिँ अहिले चाहिँ हामी फर्किँदैछौँ। एउटै यो वाइट त्यो मैले अस्ति खिचेको छु त भाउजू। यहाँ पनि दामी, तर यो त राम्रो निस्केन उता फर्केको भएर। डेलिया होइन, डालिया कि डेलिया हुन्छ होइन। हामी चाहिँ वक पनि हुन्छ भनेर चाहिँ हामी चाहिँ सिधै पिप्ली सडक भएर चाहिँ हामी जाँदैछौँ। अब हेरौँ कता कताबाट घुमेर घर पुग्नु पर्ने हो। हेरिदिनुहोस् है। कहाँनिर भाउजूले यता आउनुहोस् भाउजू। कोडको भएर होइन नि सबभन्दा अल्गो छु म चाहिँ एकछिन भिडियो गर्दैछु। यहाँ हामी चाहिँ यहाँ शिव मन्दिरको छेउमा आइपुग्यौँ। यहाँ सबैजनाको हाम्रो यहाँ फोटो लिँदैछौँ, ग्रुपिङ फोटो। हेर्नुहोस् है, यो चाहिँ हामी चाहिँ नि अब अहिले त महत्त्व हुँदैन यो फोटोको कि जब हामी 80 वर्ष पुग्छौँ नि त्यति बेला चाहिँ यो फोटोको एकदमै महत्त्व हुन्छ है। त्यही भएर मैले रिमेम्बरकै लागि पनि यसरी भिडियो गर्छु। लु आऊ छोरा, आमा खाली यहाँ लु छोरा पनि आइहाल। लु यो त पछि हेर्नु मजा आउँछ नि त। यो सबै रिमेम्बर हो हाम्रो, रिमेम्बरकै लागि। ल ल यस्तो छ हाम्रो गाउँघरहरू। एकदमै राम्रो छ बसेको। हामीलाई त मनपर्छ आफ्नै जग्गा, आफ्नै गाउँ।
हामी चाहिँ 55 गाउँ आइपुग्यौँ। अहिले चाहिँ टर्जमको 55 गाउँ आइपुग्यौँ हामी। अब के गर्नु, फोटो खिच्दै हिँड्नु पर्यो। हाम्रो गाउँघरहरू यसो खिच्नु पाइन्छ होला नि है छोराहरू भाइहरू। मरौबाट आएको ल है, हाम्रो नातिहरू भदैहरू मरौबाट आएको। यो राम्रो देख्छ त यो त ठाउँहरू हेर्नु त भाउजू। हाम्रो पोखरेबुङ हाम्रो टर्जमको चौरस्ता उयो भनेको हजुर कस्तो राम्रो है भाउजू। लड्छ है उता खाँदैन होला नि अमिलो। हाम्रो बेबिना बहिनीहरूको होला गरेन्डल मजाको फलिरहेको रहेछ। हामीले चाहिँ देख्यौँ, बहिनीहरूले चाहिँ देखेकै छैन कि क्या हो। यहाँ जोरधाराको फेदमा यहाँनिर मजा आयो है आज है। कति दिनमा यसरी भेटघाट भयो है, नभए त है रिलेसन टुट्दै जान्छ फेरि है। बेला बेला भेट हुँदैन। यति ग्रुप त भेटिरहन्छु नि त। हो नि होइन, त्यही त हिँड्दै गर्नु पर्यो नि त है। नेपाली नानीहरूले त नेपाल गाउँदै गर है, औ बिर्सिन्छौँ। नेपाली गौरव गर्छौँ आफ्नैपनमा, घमण्डी चाहिँ होइनौ है। हामी एक चक्कर लगाएर आइपुग्यौँ। अब भाउजू र बुहारी चाहिँ अब घरतिर लाग्ने ओह्रालो र हामी चाहिँ यहाँ अब यो लास्ट भाउजूहरूसँग खिच्दैछु। कति हाम्रो पोखरेबुङ बजार मजाको बुझ्नु आउनु। हाम्रो पोखरेबुङ बजार हाम्रै बुहारीले दबाईहरू किन्यो। बुहारी होइन ढिलो हुन्छ नि, होस् न कुनै दिन आउँछौँ नि। अलिक लामो बस्ने होइन, हिँडेरै जाउँ, हिँडेर वक पनि हुन्छ ल। बाई बाई। हामी चाहिँ यहाँ पोखरेबुङ बजार आइपुग्यौँ सेन्टर पोइन्टमा। भाउजू र बुहारी चाहिँ उपरबाट छुट्टियो र हामी चाहिँ यहाँ सेन्टर पोइन्ट आइपुग्यौँ। हेर्नुहोस् है हाम्रो सेन्टर पोइन्ट, हाम्रो एकदम मेन पोखरेबुङ बजारको स्ट्यान्ड हो। रानी चोक, सिलगढी, दार्जिलिङको गाडीहरू चाहिँ यहीँ भेट्नुहुन्छ। सब भेट्छौँ हामीले, यहीँबाट चढेर जाने हो हामी। यो गाडी दार्जिलिङको गाडी होला हौ। हाम्रो पोखरेबुङ बजार रानी चोक सेन्टर पोइन्ट पनि भन्छ। सिधै निकै लामो बसाइ भयो नि त हो, त्यही भएर ल बाई बाई भेट्दै गरौँ ल। हाम्रो भदै पनि सिलगढीबाट भर्खर आइपुग्नु भएछ। राम्रै जर्नी भयो होला नि त है भदै।
सबै बाँडिँदै गएर अब लास्टमा चाहिँ म र भाउजू मेरो र भाउजूको चाहिँ अब घर चाहिँ यहाँ नजिक नजिक छ नि एकै ठाउँ छ र चाहिँ अब हामी लास्टमा चाहिँ 2 जना भयौँ। भाउजू बच्चन भएको ए हामी मरौ कामबाट आएको नि हुन्छ पुगेर आउनुहोस् ल भाउजू। भर्खर आएको है हामी त हाम्रो गाउँ यहाँ एकदमै अहिले त बाक्लो भइसकेको छ रमाइलाग्दो। सञ्जयले अझै गर्दै सोधौँ आजुबाई गर्छ कि हाम्रो त हुन्छ सोधेर न त काठ लिएर आइहालौँ न ल। ल छुट्यौँ ल भाउजू ल बाई बाई आजलाई। भर्खर घर आइपुगेँ। भर्खर आइपुगेर यहाँ चियाहरू बनाएर बुढो र म लिँदैछौँ। हाम्रो ठुलो ग्रुप थियो नि कतिजना थियौँ हामी भाउजू म 2 जना बिमला बुहारीले 3 जना पर बुहारी र भाउजू 3 4 5 जना अर्को बुहारी 6 जना थियौँ। त्यहाँदेखिको चाहिँ तलबाट घुम्दै तल लालगुदामबाट त्यहाँ वेलफेयर सेन्टर पिपी सडक वेलफेयर सेन्टर बजार घुम्दै आएको। हुन्छ एक चिया लिएँ बुढोलाई पनि दिएँ। आजलाई बाई 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 फ्रेन्ड्स।